हजुरहरू सबैजनालाई राधे राधे। मैले चाहिँ आज तपाईँहरूलाई बडुधान खेती गरेको देखाउँदैछु। हामीहरूको घर पछाडि रोपेका थियौँ अलिकति, त्यही लागि तपाईँहरूलाई पनि मैले भिडियो देखाऊँ भनेर भिडियो गरेको थिएँ। मैले चाहिँ बडुधान खेती गरेको देखेको थिइनँ, अनि घरमा यहाँ आएर चाहिँ मैले देखेँ। हेर्न सक्नुहुन्छ, यो चाहिँ बडुधान चाहिँ फर्स्टैपछि बिउ राखेर सानो सानो अर्को जग्गामा रोप्नु पर्दो रहेछ, अनि रोपेर त्यसरी राखेको बादमा अनि मात्रै निकालेर रोप्नु पर्दो रहेछ। हेर्नु होला, यहाँ रोपिराख्नु भएको छ। पानी चाहिँ हामीले मोटरबाट लगाएका, यसरी पानी लगाएर, किनकि अब दुधमा त आउँदैन नि त पानी, त्यही लागि मोटर लगाउनुपर्छ। मोटर लगाएर अनि पानी लगाएको। हेर्नु न, यहाँ चाहिँ बोगी दिदी रोप्दै नाच्दै गर्नुहुँदैछ। मैले भिडियो गर्दै थिएँ, अनि त्यही लागि भिडियो गरेको देखेर बोगी दिदी फुर्केर नाचिराख्नु भएछ। यो चाहिँ हाम्रो बोगी दिदी हो, हेर्न सक्नुहुन्छ गाइस। यसले चाहिँ रोपिराखेको हुनुहुन्छ। यो भिडियो देखेर फुर्किँदै रोप्दै गर्नुहुँदैछ गाइस, हेर्नु होला। रोपी पनि सकिएको छ। म चाहिँ चा पुर्याउन आएको थिएँ, अनि भिडियो गरेँ कि सबै रोपेको हेर्न सक्नुहुन्छ गाइस। अनि यहाँ चाहिँ काका आउनु हुँदै रहेछ बाँस लिएर, अनि मैले काकाको पनि भिडियो गर्दै। हेर्नु होला गाइस, यहाँ काका के भन्नुहुँदैछ। अनि रोपिसकिवरी पनि अहिले हरियो भइरहेछ। हेर्नु होला गाइस, यतिको भइरहेछ। हुन्छ त गाइस, राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला।